वेलकम एभ्रिवान। लामो समयको ब्याकपछि हामी फेरि ब्याक भएको छौँ आफ्नो युट्युब च्यानलमा। हाम्रो क्रिकेट च्यानलको नाम छ क्रिकेट टक्स। आज हामीहरू माझ उपस्थित हुनुभएको छ क्रिकेट एक्सपर्ट, क्रिकेट एनालिस्ट अभिषेक भण्डारी। धन्यवाद। हजुरलाई हाम्रो कार्यक्रममा स्वागत गर्नेछौँ। आजको कार्यक्रम निकै विशेष हुनेछ। आज हामी कुरा गर्नेछौँ नेपाली टिमको वर्ल्ड कप पर्फर्मेन्स के कसरी हुनेछ। हामी कुरा गर्नेछौँ स्ट्रेन्थ विकनेस स्क्वाडको बारेमा। सर्वप्रथम हामी स्क्वाड कुरा गर्नेछौँ। हाम्रो 15 टिम्सको स्क्वाड एनाउन्स भइसकेको छ। तपाईँको विचारमा प्लेइङ 11 के हुनेछ? प्लेइङ 11 अब भन्नुपर्दा त्यही आसिफ शेख, सुरुमा यसो जाउँ। क्याप्टेनमा रोहित पौडेल भइहाल्यो, भाइस क्याप्टेन दिपेन्द्र सिंह अहिले, ब्याटर्समा हाम्रो अब टप अर्डरमा हेर्ने भने कुशल पोतेल र अनि विकेट किपर हाम्रो आसिफ शेख भइहाल्यो। अनि त्यो पछि हामी चाहिँ अब अलराउन्डरतिर जाने भन्दाखेरि चाहिँ हाम्रो चाहिँ अब गुलसन झा भयो, आरिफ शेख भयो होइन। अब दुइटै क्याप्टन र भाइस क्याप्टन अगाडि नै भनिहाल्यो, दुइटा अलराउन्डर उनीहरू भयो। अनि त्यो पछि अब अरू लोवर मिडल अर्डरमा हेर्ने भने लोकेश बम, सन्दीप जोरा यिनीहरू छ स्क्वाडमा। अब बलिङमा हेर्ने भनेपछि शेर मल्ल नयाँ प्लेयर भएको छ। अनि त्यो पछि अब फास्ट बलिङमा कुरा गर्ने भनेपछि सोमपाल कामी, करण केसी, नन्दन यादव भइहाल्यो। अब यही छ स्क्वाड ओभरअल ब्यालेन्स। अब स्पिनमा ललित यादव हुनुभयो होइन, ललित राजवंशी हुनुभयो। अनि अब स्क्वाड ओभरअल राम्रो छ, कम्बिनेसन राम्रो छ होइन। अब कुन हिसाबले चाहिँ प्लेइङ 11 बनाउँछ कन्डिसन अब मुम्बईमा यसो हेर्दाखेरि चाहिँ अब हाई स्कोरिङ म्याच हुन्छ त्योमा होइन। सकेसम्म 3टा पेस बलरसँग जान्छ होला। अनि त्यो पछि एउटा स्पिनर अनि अब 2टा त पार्ट टाइम स्पिनर भएर चाहिँ 5वटा चाहिँ बलिङ बनाएर यसरी कम्बिनेसनमा जान्छ होला। फेब्रुअरीमा हाम्रो फर्स्ट म्याच इङ्ल्यान्डसँग छ। तपाईँको विचारमा 3टा प्लेयर चाहिँ को ड्रप हुने भएछ नि त प्लेइङ 11बाट चाहिँ मेन चाहिँ? अब यसो हेर्दाखेरि चाहिँ अब ड्रप चाहिँ अब त्यतिखेर चाहिँ अहिले अब कुले कस्तो खेलिरहेछ, अब अस्तिको अब वार्मअप म्याच यहीसँग हेर्दाखेरि चाहिँ एकदमै राम्रो भइरहेछ होइन, सबैले युज गरिरहेछ। अब ड्रपै त अब यसलाई भन्दा पनि अब मेरो विचारमा चाहिँ अब सायद नन्दन यादवले रेस्ट पाउँछन् होला। नन्दन यादव भयो, त्यो पछि हाम्रो लोकेश बम अनि एउटा ललित राजवंशी पनि स्पिनबाट हुन्छ। पेसबाट नन्दन यादव भए, बलरबाट ललित राजवंशी र हाम्रो लोकेश बम, ब्याटरबाट चाहिँ लोकेश बम बसिर अहमदको पनि ठिक्क छ। त्यो पछि चाहिँ बाँकी रहेका चाहिँ प्लेइङ 11मा हुन्छन् जस्तो लाग्छ मलाई चाहिँ। अब गेम यसपालि हाम्रो वानखेडेमा हुँदैछ। फर्स्ट गेम नै बिग अपोनेन्ट डेस्टिनेसन इङ्ल्यान्डसँग हुनेछ। नेपालले कुन स्ट्राटेजी अप्नाउनु पर्ला फर्स्ट गेममा लागि? अब इङ्ल्यान्डसँग चाहिँ अब सिम्पल स्पिन टु विन छ है। नेपालको स्ट्राटेजी चाहिँ मैले हेर्दाखेरि स्पिनलाई चाहिँ अब जोर गरेर होइन आफ्नो स्ट्रेन्थलाई चाहिँ अगाडि लिएर चाहिँ नेपालले गयो भनेपछि चाहिँ एउटा सानो टोटलमा इङ्ल्यान्डलाई रोक्न सक्छ र अनि चेज गर्दा चाहिँ बेटर हुन्छ जस्तो लाग्छ इङ्ल्यान्डसँग खेल्दाखेरि चाहिँ। अब अलराउन्डको कुरो आउँछ। गुलसन झा र दिपेन्द्र सिंह ऐरीको मद्दतले कतिको डेप्थ पुग्छ त? एकदमै राम्रो लागिरहेको छ मलाई। जसरी अस्तिको वार्मअप म्याचमा हेर्दाखेरि दिपेन्द्र सिंह ऐरीलाई जुन हिसाबले 4 नम्बरमा ब्याटिङ पठायो, मैले हामी यो भिडियोभन्दा अगाडि पनि मैले भनेको थिएँ दिपेन्द्र सिंह ऐरीलाई चाहिँ अगाडि ब्याटिङ दिनुपर्छ, ऊ क्यापेबल छ भनेर। 4 नम्बरमा दिपेन्द्र सिंह ऐरीलाई ब्याटिङ दियो भनेपछि ब्याटिङ डेप्थ बढ्छ। अनि त्यो पछि गुलसन झाले तल आएर ओपनली खेल्न सक्छन्, फ्रिली खेल्न सक्छन्, जुन गुलसन झाको नेचुरल गेम हो। त्यो भएर चाहिँ एकदम ब्यालेन्स टिम देखिँदैछ। अब आज एउटा वार्मअप म्याच छ, आजको हेर्छौँ। अनि त्यही अनुसार जे गुड टचमा देखिरहेको छ नेपाली टिम अहिले। हजुरले भनिहाल्यो मोमेन्टमको कुरा। अस्ति ब्याक टु ब्याक वेस्ट इन्डिजलाई जितेर आएको छ। आज पनि गेम छ भन्नुभयो। मोमेन्टमले कतिको असर पार्नेछ त यसपालि? एकदमै मोमेन्टम होइन, सब कन्टिनेन्ट छ, नेपाललाई एकदमै फाइदा हुन्छ। इङ्ल्यान्ड, वेस्ट इन्डिज, अस्ट्रेलिया यिनीहरूभन्दा बढी एडभान्टेज चाहिँ इङ्ल्यान्डलाई छ। नेपाललाई छ। म त एकदम आशावान छु कि नेपालले चाहिँ योपालि चाहिँ सुपर 8मा चाहिँ जसरी नि पुग्छ जस्तो लाग्छ मलाई चाहिँ। पक्कै पनि हजुरले पनि भन्नुभयो स्पिन डोमिनेन्स नेपालको प्रमुख कन्डिसन हो। सब कन्टिनेन्टमा गेम भइरहेछ। अनि प्रमुख कुरो छुट्याउनै नपर्ने फ्यान सपोर्ट। इन्डियामा भइरहेछ, नेपाली फ्यान त समर्थन हाउस सोल्ड आउट भन्ने कुरा आइसकेको छ। के छ त फ्यान सपोर्टले कतिको निर्णायक भूमिका लिनेछ? अब यो हामीले चाहिँ लास्ट वर्ल्ड कपमा पनि देख्यौँ। नेपाल इन्डियामा मात्र नभएर चाहिँ अमेरिकामा पनि नेपालको चाहिँ कति सपोर्ट थियो होइन वर्ल्ड कपमा। अब अहिले त झन् इन्डियामा छ होइन, नेपालबाटै मान्छेहरू धेरै गइरहेछन्, सोल्ड आउट टिकट भइसक्यो भनेर पनि न्युज आइरहेछ। एकदमै इफेक्ट पर्नेछ होइन। अब मुम्बई भनेको वानखेडे भनेको एकदमै ठुलो ग्राउन्ड हो होइन। त्यो ग्राउन्डमा चाहिँ एकदम होम जस्तै फिल हुन्छ जस्तो लाग्छ। किनकि अब नेपाल पछिल्लो लगभग 1 महिनादेखि नै इन्डियामा बसेर प्र्याक्टिस गरिरहेछ। त्यो एडभान्टेज पनि दिनु पऱ्यो। अनि प्लस यङ छ होइन। अब अहिले एज पनि हेर्ने हो भनेपछि नेपालको प्लेयरको 26देखि 30को बिचमै छ। सायद सोमपाल कामी, करण केसी मात्र 30+ हुनुहुन्छ होला, अरू सबै अन्डर 30 नै छ।
त्यो हिसाबले जुन हिसाबको अस्ति अब कमेन्ट्री सुन्दाखेरि पनि जुन हिसाबको नेपालको रनिङ बिट्विन द विकेट छ त्यो सायदै कुनै देशमा छ होइन, त्यो पनि फाइदा हुन्छ। त्यही भएर नेपालले चाहिँ एकदमै क्राउडको चाहिँ एकदमै धेरै नै फाइदा हुन्छ जस्तो लाग्छ। हामीले स्ट्रेन्थको कुरा गरौँ, हाम्रो एक्सपर्टले पनि भन्नुभयो रनिङ बिट्विन विकेट, फ्यानको सपोर्टको कुरा पनि आयो, स्पिनको कुरा पनि आयो। अब कुरा गर्नेछौँ हाम्रो विकनेस पार्टतिर। नेपालमा विभिन्न विकनेसकोहरू पनि हामीले पछिल्लो गेममा देख्न सक्यौँ। डेथ ओभरमा समस्या, लोवर ब्याटिङको इन्कन्सिस्टेन्सी, पावर प्लेमा रनहरू लिकेज भइरहेको छ, अनि एक्सपिरियन्स पनि हाम्रो इलाइट टिम छ हुँदैन। सम्पूर्ण यो विकनेसलाई तपाईँ कसरी लिनु भइरहेछ नेपाली टिमलाई? अब यो चाहिँ मलाई चाहिँ भन्न एकदमै नराम्रो लाग्ने पक्ष होइन। अब विकनेस अब त्यही पनि अब एनालाइज गर्दाखेरि भन्नु पऱ्यो होइन। अब विकनेसमा हेर्ने भनेपछि टप अर्डर एकदमै फ्लप भइरहेछ हाम्रो होइन। ओपनरहरूले सँगै दुवैजनाले राम्रो स्टार्ट दिएको हाम्रो कुनै गेम भनौँ न धेरै भइहाल्यो हामीले देखेको छैन। एउटा त त्यो विकनेस भयो होइन। प्लस हाम्रो चाहिँ डेथ ओभरमा बलिङ छैन राम्रो। अब सोमपाल कामी, करण केसी मात्र देखिरहेछौँ। अहिले नन्दन यादवलाई लिएर आएछ, नन्दन यादवले सम्हाउ अलि ठिकै गरिरहेछ। तर डेथ ओभरमा चाहिँ एकदमै अब दिपेन्द्र सिंह अहिले 2 ओभर बलिङ गरिरहेको देखिरहेछौँ हामीले। फास्ट बलिङ भयो एउटा विकनेस। त्योपछि चाहिँ इन्कन्सिस्टेन्ट पर्फर्मेन्स भन्छ नि, अब जसरी चाहिँ अब प्लेयरहरूले चाहिँ मजाले एक गेममा चल्ने 4-5 गेममा नचल्ने भइरहेछ। अलि देखाउनु पऱ्यो प्लेयरहरूले पनि आफ्नो होइन कन्सिस्टेन्सी। अनि त्यही अनुसारले चाहिँ अब बलिङमा चाहिँ स्पिन चाहिँ राम्रो छ। अब फास्ट बलिङ चाहिँ अलि विक देखिन्छ, अनि टप अर्डर ब्याट्सम्यान पनि अलि उ देखिन्छ, हाम्रो चाहिँ कमजोर देखिन्छ। नेपाली सुरुमा 4टा गेम खेल्न आँटेछ। इङ्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग प्रमुख गेम खेल्दैछ। यो 4टा टिममा 4टा गेमलाई जित्ने स्ट्राटेजी चाहिँ नेपालले के ल्याउनु पर्नेछ त यी 4 प्रमुख टिम विरुद्धको खेलमा? अब यो ग्रुपमा एकदमै हेर्ने हो भनेपछि चाहिँ नेपालको चाहिँ प्लस पोइन्ट चाहिँ त्यही स्पिनै छ होइन। अब इङ्ल्यान्डलाई डोमिनेट गर्न सक्छ स्पिन बलिङबाट, इटालीलाई पनि गर्न सक्छ। अरू हाम्रो वेस्ट स्कटल्यान्ड र वेस्ट इन्डिज अनि स्कटल्यान्डसँग त अब खेलिने आएर हो। वेस्ट इन्डिजलाई चाहिँ प्लस पोइन्ट अस्ति वेस्ट इन्डिजलाई युएईमा हराएर हो। किनकि अब यो 4 टिमको हेर्ने हो भन्दाखेरि चाहिँ विकनेस स्पिन नै छ। अनि अब नेपालको चाहिँ स्ट्रेन्थ चाहिँ स्पिन छ। त्यही अनुसारले नेपाललाई चाहिँ अलिक प्लस पोइन्ट छ जस्तो लाग्छ, सब कन्टिनेन्ट भएर पनि होइन। त्यही हिसाबले चाहिँ अब नेपालले चाहिँ प्लेइङ 11 खेलायो भनेपछि, किनकि ब्याटिङको डेप्थ हेर्ने हो भनेपछि हाम्रो 9 नम्बरसम्म ब्याटिङ छ। दुईजना मात्र हुन्छ। अब सन्दीप लामिछाने लगाएर एउटा अर्को बलरलाई गर्ने हो भनेपछि 2जना हुन्छ होइन। अब त्यही हिसाबले चाहिँ नेपालले चाहिँ एउटा एक्स्ट्रा स्पिनर खेलाएर चाहिँ त्यहाँ जान सक्छ कि त्यो चाहिँ हुनसक्छ प्लस। अब हाम्रो प्रमुख 4 गेम छ। इङ्ल्यान्डसँग त सायद टफै हुन्छ र इटालीसँग इजी विन हामी एक्सपेक्ट गर्छ। वेस्ट इन्डिजसँग पनि हामीले रिसेन्टली जितेको र हामीले वेस्ट इन्डिजमा पनि आश गरौँ जितिन्छ, र स्कटल्यान्डलाई पनि सकिन्छ। हामी टप 2मा हुने चान्स गऱ्यो भने वेस्ट इन्डिजलाई हल्का डाउट छ कि हामी वेस्ट इन्डिजलाई बिट्यो भने चाहिँ अब क्वालिफाई हुने चान्स छ। T20मा अब जसरी तपाईँले इजी विन भन्नुभयो त्यो चाहिँ अलि हामीले चाहिँ भन्न मिलेन होइन, प्रेडिक्ट गर्न सकिँदैन। अब अन डे कसले कस्तो खेल्छ भन्दाखेरि अब ओभरअल कन्डिसन फेभरमा हेर्ने भनेपछि इङ्ल्यान्डलाई पनि नेपालले चाहिँ हराउन सक्छ जस्तो लाग्छ मलाई चाहिँ। किनकि 20 ओभरको गेम हो। जसरी लास्ट वर्ल्ड कपमा साउथ अफ्रिकासँग खेल्यो त्यो हिसाबले खेल्ने हो भनेपछि एकदम फेयरलेस अप्रोचको साथ जसरी अहिले इन्डिया खेलिरहेछ त्यसरी खेल्ने हो भने चाहिँ कुशल भोटेले आफ्नो नेचुरल गेम खेल्ने हो भनेपछि चाहिँ नेपालले कुनै टिमलाई पनि हराउन सक्छ यो वर्ल्ड कपमा। हाम्रो एक्सपर्टहरूले भनिसक्नु भएको छ फर्स्ट गेमलाई फर्स्ट तरिकाले हेऱ्यौँ इङ्ल्यान्ड लाग्दाखेरि पछिको रिजल्ट आश नगरेर हेऱ्यौँ। त्यसै गरी हाम्रो यो प्रमुख T20 वर्ल्ड कपमा हामीले प्लेयर टु वाच आउट नेपालबाट को हुनेछ अन्त एउटा प्लेयरमा? इन्डियामा गेम भएको हुनाले स्पिन फ्रेन्डली म्याच भएर गेम हुने भएर मैले चाहिँ दिपेन्द्र सिंह अहिलेलाई भन्छु। प्लस मैले चाहिँ प्लेयर टु वाच भनेर चाहिँ मैले चाहिँ अब अहिले रोहित पौडेल एकदमै क्याप्टन लिडिङ फ्रम द फ्रन्ट चाहिँ दुइटैमा प्लस पोइन्ट के छ भन्दाखेरि दुइटैले पार्ट टाइम बलिङ गर्छन्। अब दिपेन्द्र सिंह अहिलेलाई पनि पार्ट टाइमै भन्नु पऱ्यो। दुइटैले बलिङ गर्छन्, ब्याटिङ पनि टप अर्डरमा। अब दिपेन्द्र सिंह अहिले 4 नम्बरमा ब्याटिङ आउँछ भनेपछि अलिक छिटो ब्याटिङ आउँछ अनि अलि स्कोर गर्छन् भन्ने हामीले चाहिँ आश गरेका छौँ र यो 2जना प्लेयर चाहिँ नेपालको एक्सपेक्टर हुनसक्छ। हुन्छ अभिषेकजी, हामीलाई स्ट्रेन्थ विकनेस र हामीले टिम सक्सेसको बारेमा कुरा गऱ्यौँ। तपाईँ यो कार्यक्रम जोड्नुभएकोमा धेरै धेरै धन्यवाद। आम दर्शक श्रोताहरूलाई पनि के भन्न चाहन्छु भने हाम्रो कार्यक्रमलाई हेर्दै जानुहोस्। हामी वर्ल्ड कपभरि नै हाम्रो लाइभ टेलिभिजन पनि आउनेछ। हामी विभिन्न सिरिजहरू लिएर आउनेछौँ। त्यतिको लागि म बिदा हुन चाहन्छु। म राजन अधिकारी, अहिलेको लागि साइन आउट। जय नेपाल। धन्यवाद।